गुड मर्निङ, नमस्ते सम्पूर्ण फेसबुक पेजका मेरा सम्पूर्ण साथीहरूलाई। आज केही मनमा पहल तहरू मचिएको छ। देश दुनियाँमा भएका घटनाहरूको विवरणलाई हेर्दा मनमा कहल खसिएको छ। त्यसैले म के भन्न चाहन्छु भने जन्म र मृत्यु यो निश्चित छ, सबैलाई थाहा छ। भगवानले दिएको यस्तो राम्रो जिन्दगी, दुःख पर्दैमा मर्ने, कसैले टर्चर गर्दैमा मर्ने त गर्नुभयो। हिजो अस्ति मात्र एकजना हाम्रा पुलिस जवान महाकाली नदीमा हाम फालेर मरेका छन्। उनको आरोप छ कि स्वास्नीको टर्चर सहन गर्न नसकेर उनी एक पुलिस जवान महाकाली नदीमा हाम फालेर मरे। साथीहरू, मलाई के लाग्छ भने भगवानले दिएको यति राम्रो जिन्दगी, दुःख परे पनि सहेर जिउनुपर्छ, सुख भए पनि सहेर जिउनुपर्छ। दुःख कष्ट पीडा यी सम्पूर्णहरू झेलेर यी सम्पूर्ण दुःख पीडा कष्टलाई सङ्घर्ष गरेर जितेर जिन्दगी जिएर बस्नुपर्छ भन्ने भगवानले माथिबाट हामीले पठाएका हौँ। सानोतिनो दुःख पीडामा कहिले रुखमा फाँसी लगाएर मर्ने, कहिले श्रीमानको तकलिफबाट फाँसी लगाएर मर्ने, कहिले नदीमा हाम फालेर मर्ने, कहिले विष खाएर मर्ने, यस्ता यी चाहिँ जगन्य अपराध जस्ता कामहरू हामीले गर्नु हुँदैन। हामीले जो जिन्दगी पाएका छौँ त्यसलाई दुःख कष्ट पीडा सहेर जिन्दगी जिउनुपर्छ। आफ्नो परिवारसँग खुसी सहेर सदा सर्वदा हाँसी खुसीसँग जिउनुपर्छ भन्ने मेरो तपाईँ सम्पूर्ण फेसबुकमा रहेका साथीहरूलाई अनुरोध गर्दछु। हामीले आत्महत्या गर्ने होइन, आत्महत्या कायरले गर्छ, कायरले मात्रै आत्महत्या गर्छ। त्यसैले हामीले अरूबाट पाएको दुःख शास्ति र टर्चरले आफ्नो जिन्दगी हाल्ने होइन, बरु त्यस जिन्दगीसँग लडेर सङ्घर्ष गरेर जितेर जिन्दगी जिउनुपर्छ र आफू पनि खुसी रहनुपर्छ र अरूलाई पनि खुसी राख्नुपर्छ भन्ने म तपाईँहरूलाई अनुरोध गर्दछु। हस्त, धन्यवाद। फेरि यस्ता नयाँ रोचक कुराहरू अझ तपाईँलाई ल्याएर आउला। हस्त, धन्यवाद।